चाहिँ हामी के भन्छ अरे यहाँ ग्रान्ड मेलिङ पार्कमा होली खेल्ने हेर्न आएको। भन न के आइएम सो एक्साइटेड। थर्सडे फ्राइडे बर्ड पार्कमा जान नपाएँ नि, ग्रान्ड पार्कमा आएर नेपाली पारामा धुमधामले के भन्छ होली मनाएर नेपालको के भन्छ नेस्रो मेट्ने बाचा गर्दै रमाइलो गर्ने छ। त्यसैले लेट्स गो जाम अब होली खेल्नु। अनि म अल्छी लागेको अल्छीको ढेङ्ग्रोलाई नि जाम 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 भनेर यहाँसम्म लिएर आउने जाँगरिलो भाउजूलाई ह्याप्पी होली। आज चाहिँ मागेरै कलर लाउने हो, किन्नु भने चाहिँ हुँदैन किनकि आई डोन्ट ह्याभ मनी। सो फाइनली हामी आइसक्यौँ यहाँ पार्कमा। अब गएर के भन्छ अरे कलर चाहिँ पाउँछ पाउन। त्यही पनि रमाइलो। आज चाहिँ धेरै गर्मी छ नि त यहाँ, त्यही भएर गर्मीको कारणले गर्दाखेरि धेरै मान्छेहरू आउनु सकेको छैन। अब आउनु त आउनुभएको छ, तर त्यहाँ गर्मी भएको त कोही माथितिर हुनुहुन्छ, जटासुकै कोही यता हुनुहुन्छ, कोही उता हुनुहुन्छ, छरपष्ट रूपमा टिकेर बस्नु भएको छ। आफूले इन्जोय गर्दै मनोरञ्जन लिँदै हुनुहुन्छ। पनि यस्तै रमाइलो गर्ने भन्दै नमरी बाँचे कालाले साँचे। अर्को होलीमा पनि पुनः फेरि यही पार्क यही स्थल यही ठाउँमा उपस्थिति हुन रिता पाइजालाई अनुरोध गर्दछु।